तो चलिए शुरू करते हैं। हेलो एभ्रिवान, माई नेम इज अनिस लामा होइन। आजदेखि चाहिँ म नयाँ भन्दा पनि हजुर अरे कहना क्या चाहते हो? बनाउन थाल्दैछु। मेरो भर्खरको युट्युब च्यानल छ, भर्खर खोलेको। अनि तपाईँले सब्सक्राइब गरिदिनु होला, आई होप होइन। अनि आजदेखि चाहिँ म लगातार भ्लग बनाउने छु। त्यही हो साथीहरू, अब आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै नै छु। आज चाहिँ त्यस्तो केही पनि होइन, कहीँ जाने पनि होइन, उ गर्ने पनि होइन, जस घरकै यताउता सानोतिनो भ्लगहरू म गर्दैछु तपाईँहरूलाई। म आज हाम्रो बारीको अर्ग्यानिक आलु सागहरू सब देखाउने छु त केटा। तो चलिए शुरू करते हैं। साथीहरू अनि अब भोलिदेखि चाहिँ म त्यति खासै मलाई भ्लगहरू एडिट गर्न आउँदैन क्या। अनि त्यही भएर जे जस्तो छ कति ठिकै राम्रै, अब त्यति राम्रोसित त आउँदैन। अब जोस् अलि राम्रैसित गरेर हाल्ने ट्राई गर्छु। अनि अहिले चाहिँ म बारीमा छु, हेर्न सक्नुहुन्छ आलुहरू। यो चाहिँ सबै आलु है केटा हो साथीहरू, सबै आलु हो। अनि यसलाई चाहिँ के हो भन्थ्यो कि अघि मम्मीले भन्एको थियो, बिर्स्यो। आमा किन्नुपर्ने ल। अनि यता नि आलु छ, यता नि आलु प्याजहरू पनि छ। म तपाईँहरू सबै देखाउँछु है त। खाजो चुङ आछ्याङ्गी चिजा ए पनि छ, हेर्न सक्नुहुन्छ। यो चाहिँ लसुनहरू है। ए सरी, यो सब मम्मी र ठुलो मम्मीले भर टोपेको यिनीहरू सबै। सो कसले कहाँबाट हेर्दै हुनुहुन्छ यसो कमेन्ट गर्नु है साथीहरू। हजुर। अनि यो चाहिँ प्याजहरू हो, त्यति राम्रोसित भएन। यहाँ चाहिँ उम्रिरहेछ, यति चाहिँ यहाँबाट, अनि त्यति चाहिँ उम्रिरह, त्यहाँबाट उता उम्रिरहेन, यता पनि उम्रिरहेन, के भइरह। ता फेरि आइज पाइला। सो त्यही नै हो। आज चाहिँ आजको लागि चाहिँ यति नै त के भन्नु। अनि अब अझै खाना खानु बाँकी छ मेरो चाहिँ। होइन मलाई सक्नुहुन्छ आलुहरू। उधर यार मोलम क्या बोले राम आदि में हाम्रो बारीमा चाहिँ यति नै छ साथीहरू है। त्यहाँ प्याज भइहाल्यो, यो लसुन भइहाल्यो, त्यहाँबाट उता आलु, त्यहाँ यहाँ पनि आलु, त्यहाँ चाहिँ सागहरू छ है, सागहरू गरेर। अनि यो चाहिँ अमामे सुधा छ ताबङ बरो सुदाम हाँ सुप ल, यसलाई चाहिँ सुप भन्दो रहेछ। यता नि लसुन छ, लसुनै लसुन, मलाई थाहा थिएन यार साथीहरू यसलाई सुप भन्छ भनेर। अनि यो चाहिँ यसलाई चाहिँ नाम भन्छ है। ए मतलब तोरीको तेल, तोरी भन्छ तोरी। यो चाहिँ धनियाँहरू हो, सबै ठुलो भइसक्यो। यसको गेडा चाहिँ राम्रो हुन्छ है। अनि हाम्रो चाहिँ टक्कै यहाँ काउली रोपिरहेको रहेछ, यति भए पनि मम्मीले होला, यति काउली रोपिरहेको रहेछ।
सो यस्तै हो गाउँघरको जिन्दगी। मेरो काम भनेको चाहिँ टक्क लाएर बिहान 7-8-9 बजीतिर उठ्यो, मुखसुख धोयो, यत्तिकै मोबाइल चलायो, बस्यो, यत्तिकै दिन जान्छ कि। अनि त्यसपछि 1 बजीतिर फेरि उ गर्नुपर्छ, टक्क बाहिर चलाउन जानुपर्छ मेरो चाहिँ। अनि धेरै टाढा पनि होइन, यतै हो, कहिले रोडतिर हुन्छ, कहिले उता परतिर डाँडातिर हुन्छ, त्यस्तो हो क्या। अनि सो यस्तो छ हाम्रो गाउँ चाहिँ। यस्तो खासै राम्रो पनि छैन, खासै राम्रो भन्दा पनि, तर ठिकै छ, मलाई चाहिँ ठिकै लाग्छ। अब अरूलाई कस्तो लाग्छ होइन, त्यो आफ्नो सोच हो। हेर्न सक्नुहुन्छ बजार चाहिँ वहाँ तल छ, यहाँ यताबाट जानुपर्छ, त्यो बाटोबाट तलतिर जानुपर्छ। जान त यताबाट नि पुग्छ, तर तलतिर पुग्छ है, भल्टार गल्छी भन्ने ठाउँतिर पुग्छ बैरिनी। अनि यहाँबाट चाहिँ खैरारी पुग्छ। खासमा हामी जाँदा चाहिँ खैरारीबाट हो, उता काठमाडौँ जानु पऱ्यो, जता जानु पऱ्यो नि त्यही खैरारी हो। त्यही हो, हेर्न सक्नुहुन्छ मल पल्टाएर अस्ति भर सकेको मम्मी र मैले, फेरि त्यत्रो भइसक्यो थुप्रो। सो त्यही नै हो गाइज। अहिले चाहिँ टक्क लाएर म टक्क यता बारीतिर हेर्न आएको। अनि युट्युब च्यानल त बनाइरहेको थिएँ कि, अनि मैले खै त्यति ध्यानै जाँदैन कि, अनि बनाउन पनि अल्छी लाग्छ नि त कहिलेकाहीँ त, त्यही भएर छोडिदिएको थिएँ। अनि फेरि अब चाहिँ जसरी पनि बनाउनु पऱ्यो, भएन भनेर आइदिएको। त्यही भएर मेरो युट्युब च्यानल पनि भर्खर नयाँ हो, म भ्लग पनि फर्स्ट टाइम बनाइरहेको हो यो चाहिँ है। अनि जोस् आई होप तपाईँहरू सबैले सपोर्ट गरिदिनुहुन्छ होला है, यसो लाइक सेयर गरिदिनु होला, कमेन्ट गरिदिनु होला। अनि त्यही भन्न चाहन्छु म चाहिँ। अरू कुरा पनि हुन्छ, हेर्न सक्नुहुन्छ यो आलु राम्रोसित फलेको छैन भन्दा पनि रुखहरू मात्रै ठुल्ठुलो देखिरहेको, तलपट्टि आलु चाहिँ आएन कि अहिलेसम्म, रुखहरू मात्रै देखिरहेको यिनीहरूको। तर यो अलि बाक्लो पनि भयो कि, हेर्न सक्नुहुन्छ बाक्लो पनि अलिक धेरै बाक्लो भयो कि। जस्तै यहाँ छ भने यहीँनिर छ कि, खासमा ड्याम पनि अलिक ठुलो हुनुपर्ने। अनि त्यसपछि तामाडी भाउ ए खाना ताला सी टेबल खाना ये तांगा था आलु हाजी चुरी ए सो त्यही हो। अनि चु तारे शिवाको आमा मैं चु आशी भाइ न्याङ्ला उसिप कदेन चिन्जुवा हेर्न सक्नुहुन्छ अमलाको बोट यो चाहिँ सुकिसकेपछि अमलाको बोट त फेरि नम्जिन्जी हेर्न सक्नुहुन्छ। यो चाहिँ उखुको बोटो हाम्रो यो भइसक्यो, सबै उखिसकेपछि। पहिला कति थियो, पहिला त्यहाँ कति राखेको थियो, उखिसकिसक्यो। हाम्रो चाहिँ सानो घर हो होइन, त्यस्तो अरूको ठुलो जस्तो छैन हाम्रो त। हेर्न सक्नुहुन्छ सानो छ, त्यस्तो ठुलो पनि छैन। त्यही नै हो
साँच्ची। अनि आज चाहिँ म दिउँसो एकछिन उता जानुपर्छ साथीको घरमा मेरो अलिक कपडा लिन। अस्ति नै काम गर्दाखेरि छोडिरहेको थिएँ उता साथीलाई लिएर जाने थियो। अनि त्यतिबाट छुट्यो, त्यही साथी लिएर घर गएको थिएँ। त्यहाँबाट ल्याउनै पाएन कि 1 महिना जति भइसक्यो। अब आज चाहिँ अर्को साथीलाई बोलाएको छु बाइक लिएर, अनि उसँगै जान्छु म। त्यस्तै 1-2 बजीतिर आउँछु भनेको छ। ऊ चाहिँ कतिखेर आउँछ अब त्यतिखेर म तपाईँहरूसँग भेटेर टक्क लाएर जाने छु है त। अहिले चाहिँ खाना खानै बाँकी छ हाम्रो। हेर्न सक्नुहुन्छ यस्तो छ खासमा। यो रोडतिर तलतिरको नि सबै हाम्रै जग्गा हो यता। सो त्यही नै हो गाइज। ल अब म चाहिँ भात खानुपर्छ, भात खाएन टक्क म अब तपाईँहरूलाई खाना खाएर भ्याएर टक्क अब एकछिन मकैहरू गर्नुपर्छ। हाम्रो चाहिँ मकै छोडाउनु छ अनि मेसिन पनि ल्याइरहेको छ। टक्क अब मकै छोडाएर खानासाना खाएर साथी कतिखेर आउँछ त्यतिखेर भेट्छु तपाईँहरूसित है त। ल 5 मिनट अब यस्तै 1-2 घन्टापछि भेट्छु तपाईँहरूसित। ओके त।